ल वेलकम हाम्रो खिबाङ गाउँलाई। आमाले घाम ताप्दैछ। हाई गरिदेऊ आमा। यो हाम्रो मन्दिर अनि यो हो अहिले भ्यू अलि राम्रो छैन। यता काठमाडौँ यता तुयन लाग्छ अनि यो उता भित्र बसी आमाले यो हाम्रो भाइहरूले बनाएको घर हो त भित्र होइन। अनि हाम्रो भाइहरूको यो सामानहरू यो सबै यहाँ आमाले खाना बनाउँदैछ। यो मेरो प्रकाश भाइ छोरा। हामी खाना खाने भनेर यहाँ भात पकाएको छु। सबैलाई हाल्नु पहिला भात। यहाँ बुढीले भात हाल्दैछ। राम्रो बनाएर रहेछ बुढी। भयो त्यत्रो हालिदियो आमालाई। लु सुरु गर भन्ने हाल न म आउँछु। लु सुरु गर त बुढी टेस्ट गर त कस्तो छ। आज भ्यूहरू पनि राम्रो आएको छैन यस्तै छ कुहिरो लागेछ। ल खाऊ न सुरु गर। के हामी खाना खान्छौँ फेरि नेक्स्टमा भेटौँ ल। बाई गर्दा बुढी। घारो ओडामा गएको। ओडामा आएर घारो खिबाङको साँधीनिर आइपुगेको। अलिअलि लाली गुराँसहरू फुलेर चाहिँ पानी नपरेर यस्तोहरू सुकेको यस्तै छ। चाँडै ल्याउनु नपर्ने सास परेकोमा ल्याउनु पर्ने हुन्छ त्यही भएर साथी हो। यो हाम्रो घर गाउँको घर। भोलि पूजा गर्न पाठहरू हुन्छ। हेलो बुढी यही गर्दा यता यहाँ दाईहरू मिठो दाईहरू यहाँ सबै भाइहरूले यता पूजा गर्ने रातहरू बस्छ जस्तो यो यहाँ हाम्रो घरमा एउटा बिहानको 2 बज्दैछ। पूजापाठ हाम्रो दाजुको पालो आएको माइला दाईको पुजारीले साफ सफाइ गर्दैछन्। यो अब सिंह पात्रै पूजा एकदम राम्रो भयो। अब यो टाढा टाढा जानेहरूले यसरी मासु एकछिन भए सुकाउने भनेछन्। स्टिकर सिकर लगायो पुरै आँधा धुने एकदम रमाइलो छ। टाउकोहरू धेर्न पोलेर त्यसै राम्रो छ। हाम्रो ठुल्ठुला पितरहरू सबै मेरो बुढी पनि यही छ। मासी पाठा 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 अनि पऱ्यो नि खिबाङ गाउँ। यो हाम्रो दाईको घर हो। दाई र मैले सुकुटी बनाउने भनेर दाई र म आएको छु। यहाँ यस्तो चाल्छ कि पुरै यस्तो सुकुटी बनाएको छ। अब गनाउँछ भनेर
यस्तो गरेर राखेको छु चट्ट लगेर पोखरा गएर प्रसाद बाँधिदिने ओके भाइ भाइहरूले पूजा गरिसक्यो है बुढी यता हेर हाई भन्छ अनि बसेका छन् सबै पातहरू हेर्दैछन् नि खाना खाँदैछन् मासु भर्दैछन् गजब गर्दैछन् मजा आउँछ टाउकोहरू सबै यहाँ हेर्दैछन् भाइहरू मैले पछि भिडियो हालिदिन्छु क्या भाइहरूले अब पूजा गरेर प्रसाद खाने हुनुहुन्छ 12वटा भाटा परेको आमा यहाँ बसेछन् जान खाँदैछन् भुँडी काटेर यस्तो मासु फाल्दा फाल्दा अब पूजापाठ प्रसाद खाइ अब यी भुटुवा र बियर जान रौसी यी यस्तो आमाले नै खाँदैछन् हाम्रो चेलीबेटीहरू सबै लाई म अर्को माटी गरिदिन्छु होइन कति सालमा आइयो भने 30 सालमा आइयो गर्दै ल मेरो आमा आफ्नो जन्मभूमिमा 30 सालमा आइपुगेछन् आमा ल सबलाई पोखरा बसेर यत्रो भाइहरूको माया लाएर उहाँ जेसुकै होला मरे नि मरौँला भन्ने त्यस्तो हिक्मत गरेर यहाँ भाइहरूको पूजामा यहाँ सहभागी हुनुको लागि यहाँ आछन् उहाँलाई हामी भाइहरूको तर्फबाट मुरी धन्यवाद छ उहाँ त आए उहाँको आफ्नो म वृद्ध भत्ता म भाइहरूलाई दिन्छु भनेर आफूले नखाएर उ गरेर वृद्ध भत्ताको उहरू भाइहरूलाई सहयोग होला भनेर उहाँले 10,000 दिनुभएकोमा हामी तल्लो थर भाइहरू धेरै सबभन्दा धेरै हामी शुक्रगुजार छौँ भाउजूको तर्फबाट जो भाइहरूलाई माया पोख्नु भयो उहाँ बात गर्दै आँखाबाट आँसु झार्दै माया लाएर यस्तो झार्दै अति खुसी फोटो खिचिदेऊ न फोटो हुन्छ नि यस्तो गरी उहाँ अनि बात गर्नु कति टाढाबाट हामी भन्दैन टाढोबाट उहाँ छन् त्यस्तो उहाँलाई फेरि पनि अर्को बाँचुन् अर्को पूजा तक पनि फेरि यस्तो हिक्मत जुडाल गरेर फेरि पनि आउन् भन्दै भाउजूलाई हाम्रो सबै दाइले दिने हो दाइ फेरि अलिकति सुते को हामी तल्लो थरी गरुजा भाइको तर्फबाट सबै भाइहरूको तर्फबाट उहाँ भाउजूको आयो अलि लामो होस् भन्दै दुख बिमार कहिले पनि नहोस् यत्रो वर्ष हुँदै पनि अझै एकपल्ट सिटामोलको दबाई पनि खाएर नै रहेछन् अझै यस्तै सुस्वास्थ्य होस् भन्दै म पुरा भाइहरूको तर्फबाट यो सानो फुल भाउजूलाई अर्पण गर्दैछु होस् भाउजूले स्वीकार गरिदिनु होला
छोराको कर्तव्य निभायो। मलाई पनि धेरै धेरै आशीर्वाद छ। ल यहाँ बुहारी अति माया गर्छ रे। बुहारीले भनेर मलाई भनेछन्। उसको बुहारीलाई पनि धेरै धेरै धन्यवाद। ल आशीर्वाद छ। त्यसले रमाइलो भन्छ 10 हप्ता वृद्धावत हाम्रो दिदी हामीसँगै बसेर आएको यी हामी अब हुल्ला गाउँ आएर यो स्कुलको एरियामा आयो। तल पन्दिराको भूमिहरू यो पन्दिरा फाँटहरू यो यस्तो छ। यी अनि हो तल गुराँस रहेछ पन्दिरामा। खिबाङमा पानी नपरेर आलुहरू यस्तो सुकेछन्। यो पुरङ्गैहरू यस्तो सुकेछन्। हो यस्तो छ यहाँ। अब यहाँ पुरङ्गै खाने रे आलु खाने रे। यी खिबाङको स्कुल त यस्तो छ। हाम्रो खिबाङ मावि स्कुल हामी पानी खाएर हुर्केको। अब यहीँ पानी सुकिन्छ अनि हामी यता माथि म किनातिर जाँदैछु। थुमतिर जाँदैछु है। यो के मन्दिर रे दिदी हो? सरस्वतीको यो हाम्रो स्कुल माथिको मन्दिर हो। सरस्वती माताले रक्षा गरून् सबैलाई। मेरो छोरीहरूलाई पनि यहीँ लिएर आउने, यहीँ बस्ने, लेकको हावापानी खाने। यहाँ बस्नु मन लाग्छ मलाई त एकदम। हाम्रो पालामा पुरो दाजुहरूले यहाँ स्विमिङ पुल बनाएको। यो स्विमिङ पुलहरू नाम निशान नरहेछ, बोर्ड मात्रै छ। यस्तो छ यहाँ। बुढीको घरको बुढीको मान्छेको यो भैँसीहरू पालेको हेर यहाँ यस्तो छ। डाँचस के के हो बाबा? दिदी हो। ओ दोतानी दिदी
हो यहाँ भैँसी पालेर चाहिँ दुध भएर यहाँ अब ल नमस्ते दिदी गले लगाऊ दुई बहिनी त्यहाँ ल अब मेरो बुढीको गाउँमा आइपुग्यो यहाँ मेरो बहिनी रहेछ ल कान्छी सन्चै छस् ल हाई गर्दा दिदी मैले युट्युबमा हाल्छु क्या यो त झन् राम्रो कस्तो के गर्ला लाग्ने हाम्रो भेनाले उहाँ जौ कुटेर जौ सुकाएर हैरान्छन् अनि यो हाम्रो 15 फाँटको खेतमा आलुहरू पानी नपरेको वहाँ पर हाम्रो गाउँको बास्केटबल ग्राउन्ड यो खिबाङ गाउँ हो अनि मेरो बुढीको गाउँमा आएको छु अनि मेरो बुढीको साथी मेरो दिदी अनि मेरो बहिनी यसरी हिँड्दैछु देवरहरू जाम त नि जाने बा हो नि रामाया बाउजुलाई बेहोर बिर्दा भत्ता खाने बा ठीक छ गोठ भाइ के भन्नु छ यी घरहरू देखाइदिएको र आमालाई होइन ठिक छ अरू के भन्नु छ आमा पोखरा जानुको लागि जिममा सामान हालेछु अनि आज उसको लागि खिबाङमा यस्तो अधिवेशनको लागि यो गेट बनाएको छन् जाउँला म पोखरा होइन यो हाम्रो गाउँहरू त बाई छ धारा 2 किलोमिटरको परल रहेछ धारा गाउँ पनि काट्यो यो हामी हुँदैछ अनि आज के भन्छ यो कान्छीको होटलमा नास्ता गरियो अब जाने पर देखाइन बेखोला त बेखोलाको बास्केटबल भित्तामा ल 4 दिनको टुर गरी गाउँबाट हल्का फुल्का कोदो सोधो यताउति लिएर